स्वागत छ हजुरहरूलाई बिमा डेली ब्लग्समा। आज चाहिँ म बिहानै उठेर नुहाइधुवाइ गरेर यता किचनतिर आइसकेको छु। यति धेरै खानेकुराहरू चाहिँ के को लागि भनेर सोच्दै हुनुहुन्छ हजुरहरूले। आज चाहिँ छ हाम्रो घरमा सक्सन, त्यही हुनाले म चाहिँ यता खानेकुराको तयारीमा लागिसकेको छु। सबै थोक रेडी गरिसकेँ मैले चाहिँ, अनि यता पकाइ पनि सकेँ। सोयाबडिन साग भुटेँ, अनि यहाँ चाहिँ काँक्रा गाजरहरू पनि काटेर रेडी पारेँ। यता चाहिँ दाल पनि पकाइसकेँ, अनि सबै थोक पकाएर चाहिँ मैले यसरी छोपेर राखिदिइसकेको छु। अरू चाहिँ फ्रिजमै छ, किनभने खाने बेलामा निकाल्नै गर्मी हुन्छ नि त, गनाउँछ। अनि यो चाहिँ हाम्रो बसेर खाने ठाउँ हो। मन्दिर पनि रेडी पारिसक्नुपर्छ मम्मीले। अनि त्यति गरिसकेर आएँ म चाहिँ रेडी हुन भनेर। यता चाहिँ म रेडी पनि भइसकेको छु, देख्न सक्नुहुन्छ हजुरहरूले। अनि अर्कोतिर चाहिँ सक्सन पनि सुरु भइसकेछ, म चाहिँ भित्रै थिएँ। अनि यहाँ चाहिँ मम्मीहरू नाचिरहनु भएको छ भजनमा सबैजना। यता चाहिँ मम्मीले केही दुई शब्द राखिरहनु भएको छ, अनि यता चाहिँ सबै थोक सक्यो। अनि म आरती गर्नेतिर लागेँ, अनि सक्सन पनि सक्यो। सबैलाई खानाहरू दिएँ, सबैजना गइसक्नु भएको थियो। अनि यता मलाई पनि भोक लागेर म चाहिँ खानेतिर लागेँ। अनि खाइसकेर एकछिन आराम गरेर हामी चाहिँ आयौँ नेपाली दोकान, किनभने भोलि माता आउँछी हो नि त। अनि त्यही हुनाले गिफ्टहरू लानु पर्यो भनेर हामी चाहिँ आयौँ नेपाली दोकान। मैले चाहिँ यहाँ कुर्ताहरू हेरेको थिएँ, सधैँ डेली घर बस्दा लाउने खाले, होइन त्यस्तो खाले भेटिनँ। नयाँ नयाँ सामान नै रहेनछ, सबै पुरानो सामानहरू रहेछ। अनि मैले चाहिँ यता कुर्ताहरू हेरेँ, मलाई मन परेन। अनि भरे लास्टमा चाहिँ मैले साडी लिएर गएँ। त्यति ल्याइसकेर हामी अर्को दोकानमा केक पनि लिएर गयौँ। केक ल्याइसकेर चाहिँ हामी घर लाग्यौँ। बाई बाई गाइज, फेरि भेटौँला अर्को भिडियोमा। थ्याङ्क्स फर वाचिङ।